फाइनली गाइज हामी चाहिँ अब बराइन आइपुग्यो होइन त। अहिले चाहिँ बराइन भर्खर आएर लगेज सकेज लिएर अब हामी चाहिँ बाहिर निस्किँदैछौँ सबैजना। अनि के भयो कता थाहा भएन बाहिर निस्किने ठाउँ? बाहिर निस्किने ठाउँ अलिक थाहा भएन क्या हामीलाई चाहिँ होइन, कताबाट निस्किने भनेर। त्यसै पनि ढिलो भइसक्यो नि त। हामी चाहिँ बराइन के अरे दुबईबाट शारजाबाट चाहिँ हामीलाई एकदम ढिलो गरिदियो कि यो 2 घन्टा आज फ्लाइट ढिलो गरिदियो। त्यही भएर हामी 2 घन्टा लेट भइयो कि त्यही भएर किन न म ल्याउँदैछु त किन आएको बाटो कता थाहै पाएन नि त होइन। फेरि के को आवेशले हिँड्ने यार बिस्तारो जाँदा पनि त हुन्छ। यो कम्पनीको गाडी अब हामीलाई लिन आउँछ, कम्पनीमा जाने हो, भात खाने हो होइन। भोलि फ्राइडे हो, भोलि चाहिँ सुत्ने हो, पर्सिदेखि फेरि ड्युटी। भर्खरै लगेज सकेज लियो अनि बाहिर निस्किने। अब बाहिर जाँदैछौँ हामी चाहिँ। बाहिर कम्पनीबाट गाडी आउँछ, कति बेला आउँछ, कति वेट गर्नुपर्छ। आज चाहिँ धेरै वेट गऱ्यो। दुबईमा पनि हामीलाई चाहिँ धेरै आज लेट भयो, 2 घन्टा गाडी लेट भयो दुबईमा हाम्रो। गाडी प्लेन 2 घन्टा लेट गर्थ्यो आज। त्यो भएर एकदम आज चाहिँ ढिलो भइसकेको छ। अनि हामी चाहिँ